हेलो साथीहरु नमस्ते सम्पूर्णलाई र स्वागत छ मेरो यस भिडियोमा र आज चाहिँ म तपाईहरुलाई चाहिँ देखाउन गइरहेको छु हैन गाउँघरमा यो चैत वैशाखमा पाक्ने फल हैन तपाईहरुले देख्न सक्नुहुन्छ यसको नाम चाहिँ किम्मु रहेको छ साथीहरु म चाहिँ तपाईहरुलाई रुखमा गएर देखाउन चाहन्छु हैन किनभनेसी यहाँ हावा धेरै लागिरहेछ मलाई फेरि धेरै मन लाग्छ कि यस्तो हावा हुरीमा भिडियो गर्न हैन तपाईहरुले देख्न सक्नुहुन्छ साथीहरु म रुखमा चढ्दै गर्छु है त अब गाडीबाट चाहिँ यस्तै हैन इन्टरटेनमेन्टले बनाएको भिडियोबाट हैन फाइनली म रुखमा चढिसकेको छु हैन तपाईले फल देख्नुहुन्छ यता पछाडि पनि देख्न सक्नुहुन्छ साथीहरु क्यामेरालाई मैले दोबारा गरेर तपाईले देख्न सक्छु हैन तपाईले देख्न सक्नुहुन्छ र किम्मु कसरी पाक्छ त तपाईले देख्न सक्नुहुन्छ साथीहरु हैन खाना यस्तो मिठो हुन्छ साथीहरु तपाईलाई मैले खाएर पनि देखाउनु छ अहिले हैन ध्यान दिएर हेर्नलाई भिडियो है त ल साथीहरु किम्मुको फल चाहिँ यस्तो छ साथीहरु तपाईले देख्न सक्नुहुन्छ हैन वाह यता चाहिँ पाकेछ साथीहरु पाके चाहिँ यता भित्र चाहिँ पाकेछ हैन पाकेको फलहरु त्यो के हैन यस्तो नुन खुर्सानीसँग यस्तो मिठो हुन्छ नि हैन यो फल फेरि यो साथीहरु हैन तपाईहरुले देखिसक्नु भयो र मैले किम्मु पनि खाएर देखाउँछु भनेको थिएँ तपाईहरुलाई साथीहरु क्यामेरालाई चाहिँ काँधमा राख्नुपर्छ हैन भिडियो चाहिँ एकछिन हैन अनि साथीहरु तपाईहरुलाई मैले हैन किम्मुको फल चाहिँ हैन खाएर देखाउँछु हैन फल देख्न सक्नुहुन्छ तपाईहरु हैन एकदम मिठो छ है साथीहरु अनि साथीहरु मैले चाहिँ यो चाहिँ तपाईहरुलाई खाएर देखाउँदै छु हैन यसलाई चाहिँ यस्तरी खानुपर्छ के यो अमिलो हुन्छ हैन अमिलो हुन्छ पाकेपछि गुलियो हुन्छ साथीहरु यस्तरी của mấy gia đình con người già ya हेलो साथीहरु भिडियो चाहिँ यति थियो र तपाईहरुलाई कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नबिर्सिनु होला साथीहरु यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला साथीहरु हजुरको साथ र मायाले मलाई एकदमै खुसी राख्दछ भन्दै बिदा हुन चाहन्छु हस्त नमस्कार।